हेलो नमस्ते सबैजनालाई। हामीसँग मगर समाज फ्रान्सका अध्यक्ष रमा थापा मगरजी हुनुहुन्छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। दिदी नमस्ते, सन्चै हुनुहुन्छ हजुर? नमस्कार भाइ, धेरै नै सन्चै छु। हजुरलाई कस्तो छ? एकदम सन्चै छु दिदी। अनि मगर समाज फ्रान्सद्वारा आयोजित देउसी भैलो कार्यक्रमको तयारी के कस्तो हुँदैछ दिदी? कार्यक्रम एकदमै भव्यतापूर्वक हाम्रो चाहिँ प्रिपरेसनहरू भइरहेको छ। त्यसमा पनि हामीले चाहिँ अब खानेकुरामा सिलरोटी रहेको छ, मिठा मिठा पकवानहरू रहेको छ, मासुमा पनि बार्बिक्युमा हजुरको चिकनदेखि लिएर पोर्कहरू रहेको छ, जुन जुन हामी सबैलाई मनपर्छ। अचार रहेको छ। यस्तै खानेकुराहरू एकदमै प्रिपरेसन भइरहेको छ। आज एकदम रमाइलो हुनेवाला छ। त्यसो भए एकदमै रमाइलो हुनेवाला छ। माहौल एकदम तातिनेवाला छ यहाँ चाहिँ, होइन? अब सधैँ मगर हुन त यो मगर हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरूको लागि मात्र नभएर हामीले सम्पूर्ण फ्रान्सवासीलाई पनि आह्वान गरेको छौँ। आउनुहोस्, नाचौँ, रमाइलो गरौँ, होइन? एकदमै मैत्रीपूर्ण भेटघाटको पनि एउटा अवसर रहनेछ भन्ने चाहिँ गरेको छौँ र यसलाई हामीले पक्कै पनि भेटका सम्ममा यो हाम्रो प्रयास चाहिँ सफल रहनेछ भन्ने आशा राखेको छु। हस् दिदी, पक्कै पनि आजको कार्यक्रम एकदमै सफल रहनेछ आशा गरौँ। धन्यवाद। नमस्ते, मगर समाज फ्रान्सका निवर्तमान अध्यक्ष विष्णु सारू मगरजी हुनुहुन्छ। दाइ नमस्ते। नमस्ते जीवन भाइ। सबभन्दा पहिले चाहिँ भाइको चाहिँ नै डायमन्ड जीवनको चाहिँ युट्युब च्यानलबाट सबैलाई चाहिँ मगर समाजको निवर्तमान अध्यक्ष हैसियतले सबैलाई नमस्कार जोरले भन्न चाहेँ। यो देउसी भैलो कार्यक्रम एकदम भव्यताका साथ तयारी हुँदैछ, कस्तो महसुस भइरहेको छ दाइ हजुर? एकदम हामी सबै उत्साहित छौँ भाइ। यो हाम्रो यो मैले बारम्बार भन्ने गरेको छु, यो हाम्रो मगर समाज फ्रान्स जब स्थापना भए पश्चात मगर समाजले यहाँ मात्रै फ्रान्स मात्र नभएर अब सिङ्गो नेपालमा पनि हरेक समस्यामा हामी सबैको दुःख सुखमा चाहिँ हातेमाली गरिरहेका छौँ र यो मगर समाज फ्रान्सको कोष स्थापनाको मेन उद्देश्यका साथ र एउटा कुरा त्यो भयो। अर्को कुरा हामी एक आपसमा चाहिँ हामी संसारको जहाँ भए पनि जुन ठाउँमा भए पनि हामी सबै नेपाली जम्मा भएर एउटा रमाइलो पनि गरौँ र संस्थाको एउटा कोषको लागि पनि हामीले आज जम्मा के अरे सबैले यो कार्यक्रम आयोजना गरेका छौँ र हामी सबै उत्साहित छौँ। आशा छ एकदम रमाइलो हुनेछ। धन्यवाद छ दाइ, आजको कार्यक्रम एकदम सफल रहोस्, मेरो पनि शुभकामना। र यो जुन भाइको युट्युब च्यानल हेर्दै हुनुहुन्छ सबैले लाइक सब्सक्राइब र चाहिँ कमेन्ट गर्नु होला। र फेरि अर्को तपाईँलाई यो पनि खबर गर्न चाहन्छु कि आउने 2026 माघ, आउने 26 जनवरी माघ 18 गते मगर समाज फ्रान्सले मगरहरूको महान चाड माघी मनाउँदै सबैजनालाई यही भाइको युट्युब च्यानलबाट सबैलाई इन्भाइट गर्न चाहे है। सबैजना पाल्नु त्यो दिनु पनि है। धन्यवाद। ल यतातिर मगर समाज फ्रान्सका सचिव इन्द्रमाया दिदी हुनुहुन्छ। दिदी नमस्ते। नमस्ते भाइ। के गर्दै हुनुहुन्छ दिदी? म चाहिँ आज मगर समाज देउसी भैलो कार्यक्रमको लागि हजुर खसीको मासु बनाउँदैछु। अब उता बहिनी रोटी पोल्यो। दिदीले बनाएको यो खसीको मासु एकदमै मिठो होला जस्तो छ है। ल है भाइ, अब हेरौँ है। सेलरोटी पनि छ। ल रमाइलो भइरहेछ दिदी हजुर? एकदम रमाइलो। ल थ्याङ्क यू सो मच। ल रमाइलो गर्नुपर्छ है त। हुन्छ भाइ। मगर समाज फ्रान्सका भूतपूर्व अध्यक्ष श्री रमेश थापा मगरजी हुनुहुन्छ। दाइ नमस्ते छ यहाँलाई। नमस्कार भाइ। देउसी भैलोको कार्यक्रमको तयारी र तपाईँलाई के कस्तो महसुस हुँदैछ? सर्वप्रथम त यहाँ सबैजनालाई सबै हामी नेपाली समाजका सबै नेपालीहरूलाई म चाहिँ शुभ दीपावलीको उपलक्ष्यमा यहाँहरूलाई चाहिँ शुभकामना दिन चाहन्छु प्रथम। र दोस्रो कुरा, हाम्रो मगर समाज फ्रान्सले आयोजना गरेको सफल बनाउनको लागि सबैजना उपस्थित भइदिनु होला भन्ने म विनम्र अनुरोध गर्दछु। दाइ नमस्ते। नमस्ते सबैलाई। ह्याप्पी तिहार हजुरलाई पनि। अनि मगर समाज फ्रान्सको देउसी भैलो कार्यक्रममा आउनु भएको छ, हजुरलाई कस्तो महसुस भइरहेको छ दाइ? अब यो देउसी तिहार भन्ने बित्तिकै हामीलाई चाहिँ नि फ्रान्समा बसेर के अरे एकदमै नेपालको झलको आउँछ होइन, स्मरण आउँछ। त्यसैले गर्दाखेरि हामीलाई एकदमै खुसी लाग्छ। अब पहिलाको स्थितिमा भन्ने हो भने चाहिँ हामी एकदमै थोरै थियौँ र अहिले हामी एकदमै
ठुलो समूह भइरहेको छ। अब यहाँनिर देउसी खेल्ने भन्ने बित्तिकै हामी धेरै ठाउँमा हामी देउसी खेल्छौँ। अब अहिलेको पिरियडमा यहाँ भयो के अरे होइन, त्यसले गर्दा एकदमै खुसी लाग्छ भाइ। नमस्ते, हाम्रो देउसी भैलो कार्यक्रमको लागि हाम्रो सुमन दाइ आइसक्नु भएको छ। दाइ नमस्ते। नमस्कार जीवन भाइ। क्रिसमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई 2082 सालको शुभ दीपावलीको अवसरमा धेरै धेरै शुभकामना। अब नेपालमा त देउसी दीपावली सकिसकेको छ, तर हामी परदेशमा कामको बावजुद आफ्नो अब व्यस्तताको बावजुद पनि अब अझै पनि हाम्रो लागि चाहिँ छ भन्नु पऱ्यो होइन। हाम्रो आफ्नो संस्कृति जगाना गर्नलाई, आफ्नो कल्चर जोगाउन, रमाइलो गर्नलाई हामी आज यहाँ मगर समाज फ्रान्सले आयोजना गर्नुभएको देउसी भैलो कार्यक्रममा उपस्थित भइसकेका छौँ। देशवासी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आउनुहुन, रमाइलो गर्नुहुन, तिहारको शुभकामना दिनुहुन अनुरोध गर्दछु। ल मगर समाज फ्रान्सलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। हाम्रो फ्रान्समा रहनुभएका एकदमै सुमधुर स्वरका धनी गायक आदरणीय सर सञ्जय थापा मगरजी हुनुहुन्छ। हाम्रो देउसी भैलो कार्यक्रममा आइसक्नु भएको छ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। सर नमस्ते, सन्चै हुनुहुन्छ? नमस्कार झोरले सर, एकदमै आराम छु। देउसी भैलो कार्यक्रममा आउनुभएको छ सर, अनि तपाईँलाई कस्तो लागिरहेको छ? एकदमै यो रमाइलो माहौल हाम्रो पुर्खौँदेखि चलिआएको रीतिरिवाज पनि हो। हामीले जागरणसहित हामीले संरक्षण पनि गर्नुपर्ने एउटा उद्देश्यले हाम्रो जुन मगर समाज फ्रान्समा गठन भएको छ, सोही हामी पनि परदेशको ठाउँमा भए पनि हाम्रो रीतिरिवाजलाई चाहिँ भुल्नु हुँदैन भन्ने एउटा अठोट एउटा उद्देश्यको साथ हामी आज सबैजना फ्रान्समा रहनुहुने मगर तथा गैर मगर सबैजना जम्मा भएका छौँ। यतातिर सबै चिजको तयारी भइसकेका छौँ। सो सबैजनालाई फेरि पनि दीपावलीको धेरै धेरै शुभकामना छ। तपाईँहरू पनि आशा छ सबैजनाले यसरी नै मनाउनु भयो होला। हामी पनि एकदम तम तयारी भइसकेका छौँ। अब हामी नाचगान गर्दै बेलुकासम्म हामी रमाइलो गर्ने नै छौँ। Bonjour à vous tous, vous êtes tous bienvenus chez nous. Voilà, et vous êtes très jolis, vous avez bien habillé notre tenue culturelle de Magar. C'est très très joli, merci beaucoup. Ok, Diamond Entertainment. मैले त दाइको च्यानललाई सब्स्क्राइब गरिसकेको छु। प्लिज 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 सबैजनाले सब्स्क्राइब गरिदिनु होला, बेल आइकनलाई थिच्न नबिर्सिनु होला। यस, स्पेसली हाम्रो कल्चरल भिडियोहरूलाई चाहिँ धेरै माया गरिदिनु होला। थ्याङ्क यू सो मच बहिनी। ल, यता चाहिँ हाम्रो नवीन दाई अनि भाइले चाहिँ यो बारबिक्यू गरिराख्नु भएको छ। एकदम मिठो नभए नि होला जस्तो छ आजको बारबिक्यू चाहिँ। कलरफुल छ, पक्कै पनि मिठो हुनेछ। ल, यता हाम्रो दिदीबहिनीहरूले एकदमै तयारी गरिराख्नु भएको छ देउसी भैलो कार्यक्रमको लागि। सबैजना आइदिनु होला है। र नवीन सोल्टी, रमाइलो भइरहेको छ सोल्टी? ल, रमाइलो गर्नुपर्छ सोल्टी है। करिब करिब हाम्रो सम्पूर्ण खानाहरू रेडी भइसकेको अवस्था छ। त सेलरोटी पोलिराख्नु भएको छ दिदीले, अचार, यता बारबिक्यू मासुहरू सबै रेडी भइसकेको अवस्था। ल, सन्चै हुनुहुन्छ दाइ? सन्चै, ह्याप्पी तिहार झोरले सबैजनालाई, सबैजना आइदिनु होला। ल, धन्यवाद हाम्रो देउसी भैलो खेल्नको लागि। ल, धन्यवाद दाइ। ल हे भन भन भयो, ल हे राम्ररी भन, ल हे भन भन भयो, ल हे राम्ररी भन, ल हे वर्षैर दिनको, ल हे तिहारको बेला, ल हे आइपुग्यो हामी, ल हे भैलेनी खेल्दै, ल हे एक घरमा होइन, ल हे दुई घरमा होइन। सबैजनाले गीत चाहिँ छोडिदिनु होला है। हे पुर्खौँदेखि रेलीमै चालेको रीति जोगाउनु छ संस्कार र संस्कृति।
पुर्खौँदेखि रेलीमाई चलेको रीति जोगाउनु छ संस्कार र संस्कृति बसमाया रेलीमाई आजको रात फेरि भेटा हुँदैन एक साथ बसमाया रेलीमाई आजको रात फेरि भेटा हुँदैन एक साथ फेरि भेटा हुँदैन एक साथ हे कति दिन छ हेरौँला दाना हेरौँला दाना राख्ने हो के जीवनभर सम्झना गोर्खा मनका माना सबै मायालाई हाल भने नि ठिक छैन जमाना हेरौँला दाना हेरौँला दाना राख्ने हो के जीवनभर सम्झना गोर्खा मनका माना सबै मायालाई हाल भने नि ठिक छैन जमाना सबै मायालाई हाल भने नि ठिक छैन जमाना लहेर राम्ररी भना लहेर ती वर्षौँदेखि लहे चलेको रीति लहे चल्दै आएको लहे रीति र थिति लहे आइपुग्यो हामी लहे भैलिनी खेल्दै लहे एक घरमा होइन लहे दुई घरमा होइन बाटो लहे रातो बाटो लहे लड्दै र पढ्दै लहे भैलिनी खेल्दै लहे त्यसै हामी लहे आएका होइनौँ लहे बाली हाल्ने लहे अध्यक्षले गर्ने हो सुरु गर्न हुन्न तिहारमा कहिले हात अध्यक्षले गर्ने हो सुरु वर्षामा आएको माइलो दिनभर जेल गर्ने हो रामाइलो वर्षामा आएको रेलीमाई देउसी रमाइलो रामेसादा गर्ने हो रमाइलो बसमाया रेलीमाई आजको रात फेरि भेटा हुँदैन एक साथ बसमाया रेलीमाई आजको रात फेरि भेटा हुँदैन एक फेरि भेटा हुँदैन एक साथ सबैजनाले गीत चाहिँ सोधिदिनु होला है हे पुर्खौँदेखि रेलीमाई चलेको रीति जोगाउनु छ संस्कार र संस्कृति पुर्खौँदेखि रेलीमाई चलेको रीति जोगाउनु छ संस्कार र संस्कृति बसमाया रेलीमाई आजको रात फेरि भेटा हुँदैन एक साथ बसमाया रेलीमाई आजको रात फेरि भेटा हुँदैन एक साथ फेरि भेटा हुँदैन एक साथ Bienvenue déjà. सबैलाई छेकाइदे वर्तमानलाई जितेर देखाइदे वर्तमान सबको छेकाइदे वर्तमानलाई जितेर हे
रोटी चावल छ सोच्नुहोस् दाजै इज्जतको सामान दिनमा आएको भैलो दिदीमा रुन्जेल गर्ने हो राम दिदीमा रुन्जेल गर्ने हो मारुन्जेल गर्ने हो रामाइलो मारुन्जेल गर्ने हो रामाइलो हे खायो खायो सबको मन खायो अध्यक्षले सैकै नोट देखायो खायो खायो सबको मन। अब हामी केही समय खाना खानेछौँ। हाम्रो दिदीबहिनीहरूले खाना रेडी गरिसक्नु भएको छ। यता हाम्रो दिदीबहिनीहरूले मजाले खाइरहनु भएको छ। एकदमै मिठो मानेर खानुभएको छ। आशा छ पक्कै पनि आजको खाना एकदमै मिठो भएको छ। मजाले खानुहोला। अब केही समय पछाडि फेरि हामी रमाइलो गर्ने नै छौँ। नाच्नुपर्छ, गाउनुपर्छ, मजाले रमाइलो गर्नुपर्छ। यतातिर हाम्रो दाजुभाइहरू पनि हुनुहुन्छ। मजाले खाना खानुहोला भन्दै अब फेरि वर्षा दिनमा आएको भैलो दिदीमा रुन्जेल गर्ने हो राम वर्षा दिनमा आएको भैलो दिदीमा रुन्जेल गर्ने हो राम दिदीमा रुन्जेल गर्ने हो राम। आज पर्छ सबैले सुन्ने उपाध्यक्ष उपाध्यक्ष कता छ खै कुन्नी सबैले सुन्ने उपाध्यक्ष कता छ खै कुन्नी वर्षा दिनमा आएको भैलो दिदीमा रुन्जेल गर्ने हो रामाइलो वर्षा दिनमा आएको भैलो दिदीमा रुन्जेल गर्ने हो रामाइलो वर्षा दिनमा आएको भैलो दिदीमा रुन्जेल गर्ने हो रामाइलो दिदीमा रुन्जेल गर्ने हो रामाइलो। हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो भिडियो हेरिदिनु भएकोमा।